सल्यानको दक्षिण पश्चिमी भेग, जहाँ प्रकृतिको काखमा एउटा दिव्य शक्ति जागृत छ, गंगामाला भगवती। कालीमाटी गाउँपालिकाको राजी गाउँमा अवस्थित यो मन्दिर केवल आस्थाको केन्द्र मात्र होइन, यो त मगर समुदाय अन्तर्गतको राजी जातिको विशिष्ट पहिचान र संस्कृतिसँग जोडिएको एउटा जीवित इतिहास पनि हो। पुस्तौंदेखि राजी गुरुबाहरूले पूजा गर्दै आएको यो मन्दिरमा बलि चढाउने आफ्नै मौलिक नियमहरू छन्। श्रावण संक्रान्तिदेखि भदौ 15 सम्म बलि निषेध गरिने यहाँको परम्पराले प्रकृतिको सम्मानलाई झल्काउँछ। कालीमाटीका वनपाखाहरूमा सुसाइरहने हावा र चुरेका पत्रे पहाड़हरूको हरियाली काखमा प्रकृतिको अर्को एउटा अद्भुत ऐना लुकेको छ, कछुवा दह। 250 मिटरको लम्बाइमा फैलिएको यो दह जैविक विविधताको एउटा यस्तो संसार हो जहाँ कछुवा आकारको जलाशयले कालीमाटीको पर्यटकीय कायालाई अझ निखारेको छ। यहाँको यात्रा तब पूर्ण हुन्छ जब हामी लक्ष्मीपुर शक्तिपीठको धार्मिक शीतलताबाट सिमले झरनाको कञ्चन फोहरासम्म पुग्छौं अनि चुरेका गल्छीहरू छिचोल्दै बग्ने शारदा र बबई नदीको त्यो पवित्र मिलनस्थल दमदुवाली, जहाँ नदीहरूको सुसाइले चुरेको यो प्राचीन भूगोललाई नयाँ सभ्यताको कथा सुनाइरहेको भान हुन्छ।